हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म ढिलासम्म सुतेछु अनि उठेर हेरेको पुरै झलमल उज्यालो भएर नि घाम लागिसकेको थियो क्या साथीहरू। अनि म चाहिँ छिटो उठेर ब्रस गरेँ अनि मुख धोएर फ्रेस भएँ। अनि त्यसपछि यसो बाहिर हेरेको कस्तो राम्रो भ्यू देखिरहेको रहेछ क्या साथीहरू। पुरै घाम लागेर पहेँलो घाम कस्तो राम्रो देखेको थियो। अनि फुलहरू पनि फुलेको थियो अनि मैले फुलहरू पनि हेरेँ मजाले। अनि फुलहरू चाहिँ बिचमा सुकेको थियो कि साथीहरू, 2-3 दिन भयो नि त पानी नपरेको। अनि मैले चाहिँ फुलमा पानी हाल्छु भन्ने सोचेँ। अनि पानी खाँदै अनि फुलहरूमा सबैमा पानी हालेँ। के अरे सबै सुकेको थियो कि अनि फुलमा पानी चाहिँ बिहानै हाल्नुपर्छ क्या, किनकि दिउँसो चाहिँ पानी तात्छ नि त। यहाँ चाहिँ घाम मजाले चल्छ अनि पानीको ट्याङ्की तातेर अनि फुलमा पानी दिउँसो हाल्नु हुँदैन क्या, पानी तात्छ नि त। बिहानै हाल्नुपर्ने हुन्छ। अनि फुलमा पानी चाहिँ धेरै पनि हाल्नु हुँदैन। अनि मैले चाहिँ मनी प्लान्टमा चाहिँ गिलै थियो, त्यही भएर पानी हालिनँ। अनि अरूमा चाहिँ हालेँ। अनि मैले मम्मीले चिया खाना बनाउनु भयो भने चिया खाएँ। त्यसपछि आजको